दर्शकबिन आज म यहाँहरूलाई बारीकोट गाउँपालिका वडा नम्बर 1 को सिर्पा चौरदेखि यता उत्तर साइडको डाँडामा बनेको केही वर्ष पहिले बनेको एउटा भ्यू टावर छ। पुरानो त्यो भ्यू टावर यहाँहरुमाझ देखाउनेछु। म त्यो भ्यू टावरतर्फ जाँदैछु है। एकदमै भ्यू टावर जानलाई यही बाटो जान्छ अनि एकदमै त्यो ठाउँबाट धेरै बारीकोटका धेरै ठाउँहरू देखिन्थ्यो अनि अहिले चाहिँ त्यहाँ त्यसको अब संरक्षण छैन। यहाँबाट मैले यतातिरको सिनहरू देखाइरहेको छु। उता माथि बादल लागिरहेको छ। यो कराइचुली हिमाल हो है। यतिखेर बादल लागेर त्यो देखिन्न। अनि यतातिर पनि देख्न सक्नुहुन्छ। तलतिर हामी डाँडा तलतिर पर्यो है। अनि यतातिर माथि सिर्पाचौरको गाउँ यता पर्यो। दर्शकबिन है, यो पनि गाउँघाटी गाउँ यतातिर यो सिर्पाचौरको गाउँ पर्यो भने त्योदेखि हामी यताको यो डाँडातिर भ्यू टावर भएको ठाउँ जाँदैछौँ। त्यो भ्यू टावर के भएको छ मैले यहाँहरुमाझ सबै देखाउने छु है। अन्तिमसम्म भिडियो हेर्नु होला। म भ्यू टावर तर्फ जाँदैछु। डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ, छातीभित्र मुटु पनि तिमलाई बोलाउँछ है त साथीहरु। एकदमै भ्यू चाहिँ सुन्दर छ हैनी। हजुरले देखिराख्नु भएको छ भ्यू एकदमै सुन्दर छ। वन जङ्गलहरू पनि साना साना बुट्यानहरू छन्। एकदम यात्रा रमाइलो छ। कता कता एकान्तमा प्रकृतिसँग रमाउने आदत छ साथीहरु मेरो है। एक्लै छु तर पनि एकदमै खुसी लागिरहेको छ। आहाहा, यतातिरको दृश्य हेर्न सक्नुहुन्छ है साथीहरु। वाह वाह, कति दामी देखिरहेछ यताको। यतातिर चाहिँ अलिकति एन्टी लाइट परेर त्यति क्लियर त देखिरहेको छैन। वाह वाह वाह। ल दर्शकबिन, तपाईले टाढैबाट देखिसक्नु भएको छ है। दर्शकबिन यहाँबाट भ्यू टावर जुम गरेर देखाउँछु म हजुरहरूलाई। यो वाह, अहिले हामी नजिकै गएर पनि त्यहाँको प्रत्यक्ष के छ त अवस्था त्यो सबै देखाउने छु। लहराले पहरासँग फुलले भमरासँग जसरी माया लाउँछन् त्यसरी माया लाउँ। लहराले पहरासँग फुलले भमरासँग। साथीहरु, हामी भ्यू टावर नजिकै आइसकेका छौँ है त। उकाली ओराली गर्दै रहर छर्दै आँधीहुरी सँग लड्दै फर्किआही नयाँ नयाँ सपना
ल त साथीहरू फाइनल्ली भ्यू टावरमा पुगियो। भ्यू टावरको दृश्य वाउ, दर्शकबिन देख्न सक्नुहुन्छ कति सुन्दर छ यो ठाउँ। अनि बारीकोटका अधिकांश क्षेत्रहरू यो स्थानबाट देखिन्छन्। त्यो भ्यू टावरमा गएपछि बारीकोटका थुप्रै स्थानहरू निहाल्न सकिन्छ। यहाँभन्दा 10 वर्ष अगाडि यो भ्यू टावर निर्माण भएको थियो। सुनेको छु कुनै योजना परेर नै यो भ्यू टावर निर्माण भएको, घेराबारहरू पनि भएको देख्न सक्नुहुन्छ। खानेपानीको धारा समेत पनि निर्माण भएको देख्न सक्नुहुन्छ। तर अहिले पछिल्लो चरणमा यो किन यसलाई चाहिँ पुनः मर्मत अथवा पुनः संरक्षणको प्रक्रियामा किन चासो गएन भन्ने कुरामा यो अब यहाँका स्थानीय र सरकारवाला निकायलाई नै थाहा होला। हेर्न सक्नुहुन्छ यो सायद यो भ्यू टावर चाहिँ भूकम्पले पनि धेरै यो चर्कायो होला जस्तो लाग्छ। अनि त्यहाँभन्दा पनि पहिला नै यो संरक्षणको अभावबाट यो सबै भताभिङ्ग भइसकेको अवस्था थियो। देख्न सक्नुहुन्छ है दर्शकबिन, यस्तो अवस्था छ। अनि यहाँदेखि अब मैले त्यो माथि छतमा चढियो भने त्यहाँदेखि धेरै स्थानहरू देख्न सकिन्थ्यो। तर यो फेदमा छु, माथि चढ्ने स्थिति छैन। त्यसो भए हुनाले मैले हाम्रोदेखि मात्र देखाएँ है। यस्तो छ है, भूकम्पले भत्कायो होला जस्तो लाग्छ र त्यही भन्दा पनि संरक्षणको अभाव पनि हो। अनि यस्तो राम्रो रमाइलो ठाउँमा अब यो संरक्षण भएको भए यतिखेर मानिसहरूको आवत जावतको एकदमै लहर चलेको हुन्थ्यो जस्तो लाग्छ।